हामी चाहिँ उहाँको यो नसा जुन च्यापिएको छ, च्यापिएको नसाको जुन 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 भागमा एनर्जी सप्लाई हुन सकेको छैन त्यसलाई चाहिँ हामीले अब परीक्षण गरेर हेर्दैछौँ कहाँ ज्यादा छ या कहाँ कम छ या कहाँ हाम्रो ब्यालेन्समा छ भन्ने कुरा र यही मेसिनबाट हेर्दैछौँ हामी है। ल हुन्छ ल भनेपछि हजुरको अब यता हेर्दैछौँ हामी। ल यो ठिक छ, यसमा अलिक शक्ति छैन हजुरको, यहाँसम्म आइपुग्छ है होइन हो, यहाँ पनि शक्ति छैन है, देखिरहनु भएको छ हो, यहाँ पनि छैन छैन है। हाल्नुहोस् त बिल्कुलै छैन है, बुझ्नुभयो होइन, बुझ्नुभयो, सर्यो त त्यो है, सर्नै सकेन नि होइन। ल भनेपछि यसबाट स्पष्ट हुन्छ कि हाम्रो जुन यो डायग्नोस्टिक यो हाम्रो जुन डिभाइस छ यसले देखाइरहेछ कि उहाँको जुन साइटिका नर्भमा चाहिँ एनर्जी फ्लो हुन सकेको छैन र विभिन्न मेरिडियनमा पनि एनर्जी ब्लकेजहरू छ भन्ने कुरा छ। अब यसको ट्रिटमेन्ट हामी गरिसके पश्चात उहाँलाई कति राम्रो हुन्छ भन्ने कुरा हामी हेर्दैछौँ। अहिले बस्दाखेरि पनि दुखाइ भइरहेछ यहाँलाई है।